हजुर नमस्ते, म पोखरा जब सेन्टरबाट हामीलाई 4 स्टार होटलको लागि फ्रन्ट डेस्क रिसेप्सनिस्ट एकजना चाहिएको छ। तलब 16,000 माथि हुन्छ भने वेटर एकजना चाहिएको छ। तलब 16,000 हुन्छ। पिक एन्ड ड्रप फेसिलिटी छ। 9 घन्टा काम गर्नुपर्ने छ। हामीलाई एउटा केयर गिभर ट्रेनिङ सेन्टरको लागि चाहिँ 2जना बिएससी नर्सिङ चाहिएको छ। तलब 20,000सम्म हुनेछ। लोकेसन पोखराको लागि। क्रेडिट डेस्क अफिसर जस्तो लोनहरूको पैसा उठाउने भाइ एकजना चाहिएको छ, जसको चाहिँ लाइसेन्स अनि कम्प्युटर नलेज ब्याचलर क्लियर हुनु पऱ्यो। तलब भनेको 25,000सम्म हुनेछ। नयाँ बजारको लागि चाहिएको छ। अनि हामीलाई एकजना सेक्युरिटी गार्ड, नाइट सेक्युरिटी गार्ड, जसको तलब चाहिँ 12,000 हुन्छ भने हाउसकिपिङ 2जना फिमेल हाउसकिपिङले पृथ्वी चोकको लागि चाहिएको छ। अगर यो लेक साइडको लागि होटेलहरूको लागि वेटरहरू 2-3जना चाहिएको छ। किचन हेल्पर चाहिएको छ। कुक त कति ठाउँ हो कति ठाउँ हो, कुक पनि चाहिएको छ। यो जबको लागि इन्ट्रेस्टेड हुनुहुन्छ भने पोखरा जब सेन्टरमा भिजिट गर्नुहोला। अथवा हाम्रो एउटा ब्याकअप एकाउन्ट पनि छ। त्यो ब्याकअप एकाउन्टमा गएर त्यहाँनिर हामीले लिस्ट अपडेट गरेको हुन्छौँ। त्यो लिस्ट पनि हेर्न सक्नुहुन्छ। हस्, धन्यवाद।